ए भगवान हानेन ल ग्याङ फाइनल्ली बाइकले स्टार्ट नहानेपछि हाम्रो साथी चाहिँ यहाँ धक्का हान्दै हुनुहुन्छ धक्का ल यस्तो हुन्छ अवस्था है बाइकले स्टार्ट नहानेपछिको अवस्था म घोर विरोध गर्न चाहन्छु हजुरले टिकट मारिदिनु होला किनभनेदेखि हामीले यस्तो बगेर ल्याउँछु नि अनि हजुरहरूले यसो हामीले सुविधा दिइरहेको छ नि बजार पेपर भएन भने हाम्रो ठीक छैन जमाना अफिसियल छ है रोक 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 न केटो ओए मा झन् भाग्छ त के भएको ल ल रमाइलो अहिले त हामी यो टक्क नेपालको ग्रेट वालमा हिँडिरहेछौँ रमाइलो भइरहेछ है हामी फर्किरहेछौँ अहिले चाहिँ गुड मर्निङ गाइज गुड मर्निङ फ्रम सैलुङ अहिले चाहिँ हामी बसेको होटल चाहिँ यही हो दामी देखिएर किराहरू यहाँ छ चिज छ अति नै छ दामी हिमाल कस्तो दामी खुलेर हेर्न सक्नुहुनेछ अति नै बवाल देखेर है दामी छ त्यही हो अनि तातो पानी खाने नि अनि त्यसपछि यहाँ यस्तो सिटहरू परेको छैन चिसो अनि त्यही हो बाइकहरू यहाँ राखेको चाहिँ हामी ओभर चिसो छ मुख त बल्ल बल्ल धोएको कि हामी त्यही हो दामी भइरहेको अब हामी एकछिनमा तातो पानीहरू खाएर ब्रेकफास्ट गर्छौँ अनि त्यसपछि हामी चाहिँ उयो गर्छौँ माथि निस्किन्छौँ होला है दामी छ अलमोस्ट अहिलेसम्म दामी नै भइरहेको छ ल ब्रेकफास्ट आइसक्यो त अब टक्क हामी ब्रेकफास्ट खान्छौँ अनि त्यसपछि हामी अरू गर्छौँ टक्क तरकारीहरू छ अहिले चाहिँ हामी यहाँ निस्किन आइसक्यो है भर्खर सब मान्छेहरू गएर आइसक्यो अब हुसु सुसु लागेको छ अब हेरौँ माथिको भ्यू कस्तो देखिन्छ है आजको चाहिँ यस्तो छ अनि त्यही हो ल अब हामी चाहिँ टक्क निस्किन्छौँ थाहा छ ल है अब स्टार्ट हान्न लाग्छु म बाइक चाहिँ ल हामी अब हेरौँ कस्तो हुन्छ है त हान्छ कि नै है हेरौँ एकछिन रोक न ए भगवान हानेन हानेन बाइकले स्टार्टै हानेन मेरो यस्तै हो क्या बाइकले स्टार्ट हान्दैन अब धक्का हान्छु है म ल ग्याङ फाइनल्ली बाइकले स्टार्ट नहानेपछि हाम्रो साथी चाहिँ यहाँ धक्का हान्दै हुनुहुन्छ धक्का ल यस्तो हुन्छ अवस्था है बाइकले स्टार्ट नहानेपछिको अवस्था यस्तो छ ग्याङ यहाँ दौड्यो केटा दौड्यो हामीहरू 4 जना 2टा बाइक लिएर 4 जना 2टा बाइक लिएर गएको हान्यो ल दामी भयो आऊ बनाइरहेको छु मैले फर्किन बा भोलितिर हुन्छ कि अब टाइम भने आज गाडी फर्किनु पर्ला भन्ने फाइनली अब धक्का सक्का स्टार्ट हानेर ओह्रालोमा स्टार्ट भयो बल्ल बल्ल ल हामी चल्दिनु पर्ने हुन्छ चल्दिन्छौँ है अब यता त भयो मेरो ब्याट्री चेन्ज गर्नुपर्ने भयो के ल अब हामी चाहिँ यहाँ निस्किन लाग्यो है त बाइक साइक निकालिसक्यो त्यही होइन के छ ल बाइक पार्किङ चाहिँ हामीले यहाँ गऱ्यौँ अनि अब हामी जाने चाहिँ यो वालबाट हो रमाइलो भइरहेको छ गुड मर्निङ दाइहरू है माया छ धेरै धेरै अनि दाइहरू माथि गएर आइसक्नु भयो ल हामी चाहिँ भर्खर माथि निस्किँदैछौँ है ल दाइहरू ल पछि भेटौँला है त ल हामी चट्ट बाह्रमा हिँडिरहेको छ त्यही हो माया छ है माया छ अब हामी चाहिँ यो टक्क वालहरू अब यहाँ नेपालको ग्रेट वाल हिँडिरहेको छौँ है
रमाइलो भइरहेछ यो चाहिँ मैले हुँदै गर्मी हुन्छ भनेर मैले पछाडि बाँधिरहेको छु अहिले माथि पुगेपछि चिसो हुन्छ अनि त्यसपछि लगाउनु पर्ने हुन्छ है त ल सबजनालाई माया छ है माया चाहिँ हामी हिँडिरहेछौँ यहाँ सबजना मान्छेहरू फर्किसक्नुभयो त्यही हो हामी चाहिँ हिँडिरहेछौँ है त चट्टो पारामा केटाहरू सबजना गइसक्यो यहाँ चाहिँ यस्तो दामी भ्यू देखिरहेछ है दामी नाइस छ है भ्यू दामी बवाल छ भ्यू चाहिँ ग्रेट वाल होला भनेको त रहेनछ है माथितिर चाहिँ यस्तो नर्मल रहेछ हाइकिङ जस्तै ल छोटु यता हेर माया छ है बिग माया छ बिग लभ गाह्रो हुन लागिसक्यो यार गाह्रो भइसक्यो है हिँड्न यति नै हिँड्दाखेरि केटा सबजना पसिस है भनेको त अगाडि दौडिसकेँ जोइ अल्छी रहनु पर्यो के हिँड्नु पर्यो ल भाइ केटा बिग लभ छ है बिग लभ भयो बिग लभ छ है माया छ है गाह्रै हुँदो रहेछ हिँड्न पनि मेरो सेटिङ के बिग्रियो हो कि भन्नको मतलब यो होइन कि कहिले नहिँडे होइन कि एकछिन चाहिँ तर पनि ल्याउनु पावर ब्याङ्क ब्याङ्कमै छ कि निकाल्न खानु भित्रै छ निकाल्न त भित्र यहीँ सब खोल्नुपर्छ वल्ला बाटोमा चाहिँ हामी उतैबाट सबै खानेकुराहरू बोकेर आएको छौँ एटलिस्ट कि हामी तातो पानी पनि लिएर आएको छौँ तर बोक्न सकिन्न भने चाहिँ यहाँ दाइहरूले यस्तो राखेको हुन्छ त्योहरू किन्दा नि हुन्छ है हो कि दाइ एकदम ओके छ त यसो मनिगर कुरा गर्न मन लाग्यो भन्दै तर त्यो बोकेर आउँथ्यो बेला हुन्थ्यो यो अहिले हाम्रो बजारको मान्छेहरूले चाहिँ हामीले यस्तो सुविधा दिइरहेको छ यस्तो सुविधा दिइरहेको छ तै पनि बेच्नु नदिने भने चाहिँ यसको लागि म घोर विरोध गर्न चाहन्छु हजुरले त्यो टिकट हालिदिनु होला किनभनेदेखि हामीले यस्तो बोकेर ल्याउँछु नि अनि हजुरहरूले यसो हामीले सुविधा दिइरहेको छ नि बजारको पेपर भएन भने हाम्रो दाइले भन्नु खोजेको चाहिँ के भनेपछि दाइहरूले दुःख गरेर बोकेर लिनुहुन्छ नि त तलबाट अनि बजार व्यवस्थापन समितिका मान्छेहरूले चाहिँ यस्तो ठाउँमा चाहिँ नराख्ने भनेर भन्छ अरे अनि त्यही भएर चाहिँ उहाँले यस विषयमा चाहिँ घोर विरोध गर्न चाहनुहुन्छ अरे ठिक छ थ्याङ्क यू भेरी मच हेर्न जानु सक्नुहुन्छ हिउँ जस्तो छ यहाँ यो चिप्लिन्छ यस्तोमा चाहिँ राम्रोसँग केयर भएर हिँड्नुपर्ने हुन्छ हिजो हामी गम्मै पल्टेको थियो क्या गाह्रो के गर्नु यो चाहिँ बाटोहरू आउँछ होइन हामी यो महादेव गुफा पनि जानुपर्छ अनि सैलुङ चाहिँ यता है यो महादेव गुफा पनि जानुपर्छ यो अहिले चाहिँ हामी हिँडिरहेछौँ सब हुसु लागिसक्यो बिहानै आउनुपर्ने रहेछ खासमा भ्यू हेर्नको लागि हामी चाहिँ हिसाब लेट सुतेको थियो अनि त्यही भएर चाहिँ भयो यहाँ चाहिँ यस्तो टक्क ढुङ्गाहरू छ हामी चाहिँ हाल्नुपर्ने हुन्छ रोक न एकछिन नलडाउ न म बनाउँछु त्यो बनाउनु पर्ने ल त्यो देखाएको छ कि न हेर त लामो माया नढलाउ न भाइ टक्क यो चाहिँ यस्तो टक्क बनाउने है यो लामो बनाऊँ भनेको त धरिहाल्यो त्यही हो ल यति लामो भयो के छ नि यहाँ जोइसबहरू खुस्रो भएर हेर्नु नि यस्तै हो चिसोसँग एकदम हाम्रो यात्रा रमाइलो हुँदैछ सब दुईजना अगाडि गइसके एकजना अगाडि गइसके अनि अर्को नै पछि गइसके लास्टमा हामी छौँ है दुईजना त्यही हो सुस्तासँग यात्रा राम्रो छ कछुवाको तालमा गइन्छ तर जित्ने भनेको कछुवाले हो कि हामी खराएको घाम लागिसक्छ हामी खराएको तालमा जाँदैन क्या हामी कछुवाको तालमा जान्छ स्लो मोसनमा खराएको तालमा गयो भने उस्तै हुन्छ है फेरि बस्दै अगाडि गएर अब चाहिँ हामी यहाँ भर्खर ढुङ्गाहरू स्टार्ट हुँदैछ हेर्न सक्नुहुनेछ उसलाई चाहिँ गाह्रो भयो लट्ठी चाहियो अरे त्यो रुखी काटिदिउँ कि क्या लट्ठी चाहियो खोइ त रुख काट्यो जस्तो लागिरहेको मलाई रुख काटिदिउँ जस्तो छ यतातिर रुख है त्यही हो बिग लभ छ है सबजनालाई अनि
रमाइलो भइरहेछ सबजना गएर फर्केर आइसक्नु भयो हो एको गोर्खा मन कामना च्याप मायालाई हालो भने नि ठीक छैन जमाना फोन अफिसियल छ है ल है माया छ है माया सबजनालाई त्यो बोतलमा के राखेको हो के हो यो बोतलमा चाहिँ सब के बोक्या बोतलमा बारीको बोतल भनेको ऊ त्यहाँ चाहिँ बोतल छ कि ए दामी खुल्दैछ है अब हामी चाहिँ जाँदैछौँ यहाँ चाहिँ हामी हिँड्दाखेरि बाटोमा भेटाइसक्यौँ भीमसेनको तरबार भीमसेन थापाले यहाँ राख्यो क्या ढुङ्गा रहेछ यहाँ चाहिँ यहाँ ढुङ्गा रहेछ भीमसेन थापा गुन्डा होइन है फेरि पहिला जमानाको मान्छे हो फेरि हामीले यहाँ टक्क बजाउँछौँ है भीमसेनको तरबार छ सोल्टीले बवाल हाने अनि हानिहाल्छ मान्छे बवाल हो के हो र दामी दामी ठाउँमा आइसक्यो हेर्नु सक्नुहुन्छ दामी छ यहाँदेखि खस्यो भने चाहिँ हामी स्पाइडरम्यान बन्छौँ स्पाइडरम्यान चाहिँ शेष है आइसक्यो माथि जति माथि आइरहेछौँ उति दामी खुलिरहेछ काम हो कि होइन यहाँ चाहिँ खासमा बिहान औडा जाडो होला भनेर टन्नै कपडा लगाइयो अहिले गर्मी भइरहेको अहिले हिँडेर दामी भ्यू देखिरहेछ घोडा आयो घोडा पछाडिबाट चाहिँ दामी घोडा आएर चाहिँ लास्ट गर्मी भयो क्या घोडा मार्छ क्या जय सब तपाईँतिर ताकिरहेको त घोडा ल ल आइरहेछ हेर्नुहोस् कति दामी छ चढाउनु कि क्या हो दौड्यो दौड्यो रोक 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 न केटो ओए मा झन् भाग्छ त के भएको सकिन म दामी है दामी भ्यू देखिँदैछ भर्खर घोडा चाहिँ टक्क हिँडेर के गरेर हिँड्नै सक्दैन त छ्या दाइ घोडा चढाएको थियो सरी हो बाबु म चढेको टिकटक बनाएको माथि जानु मिल्दैन मास जानु मिल्छ कति मास गयो 400 ल हरिनु है ट्याक्क लाएर यहाँ चाहिँ फाइनली रमेशले घोडामा चढेर आएको छ तपाईँ पनि राम्रो खिचिरहेको छु त मुला घुमाएर पुरै ल भयो ल ल रमाइलो ल अहिले चाहिँ हामीले टक्क चट्टाबारेमा घोडा पनि चढिसक्यो हो कि होइन कस्तो भयो भनौँ त बवाल रमाइलो भइरहेछ यतिक चाहिँ हुनु पर्यो अनि बाबु तिमी पनि घोडा चढ्ने हो ल ठिक छ है ठिक छ त्यही हो अब हामी माथि अब आइसक्यो सैलुङ चाहिँ यहीँ माथि है यहाँ चाहिँ 100वटा थुम्का भएको हुनाले चाहिँ सैलुङ भने अरे है त गाइज हामीलाई एकदम रमाइलो भइरहेको यहाँ चाहिँ घोडाहरू चढ्ने कार्यक्रम भइरहेको छ अरे बाबा त्यही हो हामी चाहिँ अब फाइनली पुगिसक्यो है सैलुङ भने यही हो सैलुङ यही हो यही हो होइन यता मलाई हेर्दा हुन्छ त्यही हो है त्यही हो जुगान चाहिँ यहाँ चाहिँ दामी हिमाल खुल्या छ है अहिले चाहिँ हामी भन्नु पर्दा के छ भनेपछि यहाँ चाहिँ मान्छे टन्नै आउँदै हुनुहुन्छ ल ल ल नाचे खै त
त्यही सबैसँगै नाच्ने हो कि तर सुन्दरलाई त कछ्याउरै खाने मजा हुन्छ जस्तो ल ल है सेल्फी हान्नु छ दामी हिमाल देखिरहेको छ पछाडि गाइज हेर्न सक्नुहुन्छ दामी दामी हिमाल खुलिरहेछ क्यामेरामा चाहिँ खासै राम्रो देखिन्न क्या है आँखाले जस्तो त्यही हो रमाइलो भइरहेछ जे भइरहेछ रमाइलो भइरहेछ हो कि होइन जोइ साहब एकदम पाल्दियो तर मलाई यो ज्याकेटले झन् रमाइलो बनाएर हो धेरै कपडा लिएर बोक्न मात्रै गाह्रो भयो त टोपी पनि लगाउनै गाह्रो चिसो रहेछ बाइकमा मात्रै चिसो रहेछ होइन के हो हामी त खुसी आजको दिन त हाम्रो त शुभ भइसक्यो होइन हाम्रो शुभ भइसक्यो यस्तो मजाको भ्यू देख्न पाएँ हामीले है बिहान अनि हामी त खुसी छौँ होइन हामीलाई फुल सेटिस्फ्याक्सन मिल्यो होइन यति भयो हामीलाई ल सहेलुङमा परेको छ कति हल्का हो ल रमाइल पो एक्साइटेडले गर्दा बोकाइदियो रे त आज मलाई मोटर बोक्दैन पावर दामी हिमाल गुलिया छ पछाडि हामी चाहिँ यहाँ पानी किन्नु लाग्छौँ ओन्ली 50 रुपिज है त यहाँ तलदेखि लिएपछि तलदेखि बोकेर लिनुपर्छ नि त होइन त्यही भएर 50 मैले एउटा पानी त्यही भएर ओन्ली 50 रुपिज माथि सैलुङको डाँडामा पानी बोकेर लिनुपर्छ नि त यहाँ अब त्यस्तो केही पनि आउँदैन गाडीहरू आउँदैन यहाँ दुःख हुन्छ होइन हल्का फुल्का खानै पर्यो नि त जीविका पार्जन गर्नै पर्यो के हो र हो हामी हेरेको हेरे हामी हेरे 50 रुपियाँले पानी खायो अनि सक्छ त कसैले सक्दैन नि फेरि वेट इज ओभर हामी फाइनली सैलुङ पुगिसक्यो अनि एज यु क्यान सी हेर्न सक्नुहुनेछ एकदमै दामी छ बादल हामी मुनि छ बादल चाहिँ हामी मुनि छ है यहाँको चाहिँ सैलुङ सैलुङको यही हो भ्यू चाहिँ यहाँ चाहिँ गुम्बा छ अनि त्यही रमाइलो छ है सबजना यहाँ टिकटक बनाइराख्नु भएको छ हेर्न सक्नुहुनेछ दामी दामी अनि आज चाहिँ हामी बादल माथि छौँ है हामी चाहिँ बादल माथि छौँ म यहाँ के देखाउनु छ देखाइहाल्छु है यस्तो दामी भ्यू देखिएको छ क्या वेट इज ओभर फाइनली अनि यहाँभित्र चाहिँ टक्क मूर्तिहरू छ हेर्न सक्नुहुनेछ त्यही हो ल अब हामी एकछिन रेस्ट गर्छौँ अनि फोटोसोटो खिच्छौँ ल अब हामी चाहिँ चेस हान्दैछौँ है त खोलिहाल न ओ सुमन सर ल हानिहालौँ ल चेस है अब हाम्रो चाहिँ यही हो पार्टी भनेको दामी छ है पछाडि भ्यू चाहिँ दामी हामी चाहिँ यहाँ सब भिडियो फोटोसोटो खिचिसक्यो अनि यहाँ छुर्पीहरू रहेछ दामी छ यहाँ छुर्पी यो लगेर फेरि पकाउनु पर्छ होइन पर्दैन कति एउटालाई 220 अलिक टु मच एक्सपेन्सिभ रहेछ यार दाइ अलिक सस्तो कति हो त्यसलाई 150 अहिले खान नि मिल्छ मिल्छ यो चाहिँ 150 रे एउटा त्यस हानौ नि त होइन के गर्ने के हो र एउटा 220 रे ल एउटा 200 गरिदिनु न त माथि जानु बेला खाँदै जाम्ला नि ल खाँदै जाम के खाँदै जाम 20 रुपियाँ त डिस्काउन्ट गरिदिनु न 50 लगेर आउँदैन
त्यस्तो है कडा 50 रुपियाँ लगेन डिस्काउन्ट हुन रे गाइस चौरी होइन चौडी प्योर चौडी खै यो निकाल्नु साह्रो छ नि दाइ अहिले साह्रो दाइ सार छैन यो निकाल्दिनु न ल ल पख न पख यो है पैसा फेरिदिउ न यो किलो अहिले साह्रो भयो त्यही हो 50 रुपियाँ लग्यो नि 220 नै हुन्छ अरे है त हो कि न सम्धि जोइ गाह्रो छ यहाँ नो डिस्काउन्ट ओन्ली फिक्स प्राइस है फिक्स प्राइस 200 त हाम्रै पर्छ के ए हजुर 20 रुपियाँ खानुहुन्छ फाइदा उसले चाहिँ यहाँ काटिदिनु लाग्नु अङ्कल काटिदिनु ल सानो सानो पिस गराइदिनु हामी चाहिँ यहाँ छुर्पी साह्रो भएको अनि त्यही हो अब हामी चाहिँ यहाँ काट्न लगाएर हामी चाहिँ छुर्पी खान्छौँ कस्तो हुँदैछ यहाँ छुर्पी काट्ने भाँडो चाहिँ यस्तो छ है दामी हाम्रो छोटेलाई मन पर्दो रहेनछ त्यही भएर नाइ भनिरहेको थियो होइन हो कि होइन मलाई पनि दामी लाग्छ यस्तरी काट्दै हुनुहुन्छ यहाँ अब हामी छुर्पी चाख्दैछौँ है न गिलो रहेछ यो त गिलो रहेछ कमलो छ एकदम साह्रो चाहिँ मिठो हुन्छ कस्तो लाग्यो एकदम बवाल छ चौरीको प्योर चौरीको हो यो तपाईँ यो खानाको लागि सैलुङ भन्दा अन्त कहीँ पाउनुहुन्न कस्तो धन्यवाद थ्याङ्क यू भेरी मच अब हामी चाहिँ यहाँ नाच्न गइरहेको छौँ है नाच्न यहाँ यो ग्रुपमा दाइ दामी दामी गीत बजाउनु न सक्यो तल्लो डाँडामा जानु हो आथ्यो ठ्याक्कै उ भयो है बन्द भयो अब तल्लो डाँडामा गएर उ गर्नुहुन्छ हेलो हेलो सन्चै छौँ हामी सबजना सबजना सम्झौ न ल ल ल सबजनाले युट्युब च्यानल सब्सक्राइब गर है So I gotta get through it, and the only thing I know is to love what I'm doing. Never give up, never slow, till I finally prove it. Never listen to the no's, I just wanna keep moving. As you can see guys, म चाहिँ अब दूरबीनले चाहिँ हिमालय हेर्दैछु है त Never give up, never slow, यस्तो छ यहाँ खोलाएर यस्तो बवाल देखिन्छ हाम्रो रमेश सोल्डेले चाहिँ यसरी हेर्दै हुनुहुन्छ yeah, I do just what I do, and I hope you let me in, yeah. सबैजनाले उसले चाहिँ हेरिरहेको अब यहाँदेखि निस्किन लागिसक्यो हुडीलेको कामै लागेन गर्मी भयो अहिले त्यही हो अनि अब चाहिँ हामी निस्किँदैछ तलतिर है त हामी हेरेको हेरे यो घोडा फेरि यहाँ माथि आइसकेछ यो घोडा यहाँ अघि हामी घोडा नाइस है अहिले चाहिँ सबजना यहाँ आइराख्नु भएको छ होइन हामी चाहिँ फर्किसक्यो है हामी फर्किसक्यो बिस्तारै फर्किँदैछौँ केटाहरू तलै पुगिसक्यो तलै ता पुगिसक्यो यहाँ पुगिसक्यो केटाहरू यहाँ छन् यहाँ छन् हामी चाहिँ यहाँसम्म अझै यहाँसम्म हामी अझै के गर्नु यस्तै छ ल हामी चाहिँ चट्ट पारामा महादेव गुफामा जाँदैछौँ है हाल चाहिँ यस्तो छ हामी फाइनली महादेव गुफा यस्तो रहेछ है दामी छ हेर्न सक्नुहुनेछ पूजापाठ त्रिशुल केन्द्र चाहिँ यस्तो छ यहाँको चहल पहल भनेको के अरे महादेव गुफा गएर पनि आइसक्यौँ है दुईजना मात्र जङ्गलमा केटाहरू रिसाइसक्यो होला हामी बिस्तारै हिँडेको थियो के हो र हामी जङ्गलको बाटो यस्तो बाटो दुईजना मात्रै हराइन्छ कि भन्ने डर चाहिँ छ मनमा तर हामी हराउँदैन हामी यस्तो हेर्छौँ इस्टिमेट गर्छौँ अनि जान्छौँ यस्तै हो भनेर अहिले चाहिँ हामी यो टक्क नेपालको ग्रेट वालमा हिँडिरहेछौँ रमाइलो भइरहेछ है हामी फर्किरहेछौँ अहिले चाहिँ फर्किरहेछौँ त्यही हो यहाँ चाहिँ एकदमै पछाडि हुसु लागिरहेको हेर्न सक्नुहुनेछ त्यही हो सबैजनाले माया देखाइदिनु होला सपोर्ट देखाइदिनु होला होइन अहिले अब
ल जय नेपाल। हामी चाहिँ माथिबाट आइसक्यो, माथि डाँडाबाट, सलिङको डाँडाबाट। अब हामी चाहिँ अब काठमाडौँ फर्किन लाग्यो। अब मोबाइलको ब्याट्री पनि छैन, त्यही हो। अब अन्तिमसम्म भिडियो हेरेर साथ दिनु होला, त्यही हो। माया देखाइदिनु होला, लाइक एन्ड सब्सक्राइब गर्न नभुल्नु होला। चिसो समय छ, आफ्नो केयर गर्नु होला, चिसो पानी तताएर पिउनु होला है त। थ्याङ्क यू so much guys, thanks for watching this video. Bye bye guys, see you next video. Yeah.